Hello guys, namaste and welcome back to our YouTube channel. अब तपाईहरुलाई देखाएको थिए है। आहा मेरो फुल कति राम्रो भएको छ के। बुढाले हेर्नु न कति इनोसेन्ट होला के। वहाँ बाथरुममा थियो। मकैमा पानी चार्नु भएको नि बिचारा यस्तो दुख छ है। This is my beautiful home. Our No, come. No, call. के छ एकदम बढिया नानी कस्तो दामी बनेछ त सेलरोटी त यति नै हो कति थरीको बनेछ खाना पनि ओहो बिचार सब मेरो च्यानल होला यहाँ चाहिँ हुनु चाहिँ मेरो आन्टी कान्छी आन्टी यता ठुलो मम्मी नमस्ते ढोक दिया एकैचोटि हामीले पाहुना खाएर पनि फर्किनु लागेको सो मम्मीले चाहिँ फेरि मलाई हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु आवर युट्युब च्यानल अहिले चाहिँ म स्कुलबाट आएर फ्रेस भएर बसिसकेको छु र अहिले स्टार्ट गरेको भन्दाखेरिमा आज चाहिँ म मम्मीकोमा झरेको थिएँ अनि त्यसपछि मम्मी पनि आउनुभएको छ मसँगसँग मैले मम्मीलाई पनि जाम भनेर लिएर आएको अनि मैले दुई चारवटा फेरि प्लान्ट्सहरू किनेको थिएँ कि अनि त्यो प्लान्ट्सहरू लगाइदिनु पनि होला भनेर अनि त्यसपछि आज यतै खाना खाने भनेर बुवाले चाहिँ घरको लोकल कुखुरा पठाइदिनु भएको छ अनि अहिले हामीले त्यही काटेर अनि त्यसपछि हामीले त्यही खान्छौँ खाना सो मैले चाहिँ त्यही भएर पनि तपाईँहरूलाई भ्लगमा देखाऊँ न त भनेर चाहिँ भ्लग स्टार्ट गरेको छु अहिले पछि बुढोले काट्नुहुन्छ कुखुरा अनि त्यसपछि म यताउता पकाएको प्लस खाएको तपाईँहरूलाई चाहिँ भिडियो पनि हाल्छु र म तपाईँलाई अहिले चाहिँ हाम्रो बाहिरको प्लान्ट्सहरूको अपडेट दिन्छु है त के भन्दाखेरिमा ए मम्मीले यता सार्नु भएछ त यिनीहरूलाई मैले हिजोको भ्लगमा पनि तपाईँहरूलाई देखाएको थिएँ है आहा मेरो फुल कति राम्रो भएको छ के यस्तो राम्रो भएको छ यो गाइजहरू होइन अनि त्यसपछि हेर्नुहोस् त यो सानो सानो कोपिलाहरू कति राम्रो भएको ओ माई गड कति राम्रो देखिन्छ कि मलाई म फेरि कस्तो छु भन्दा मलाई फुलहरू एकदम मनपर्छ होइन मलाई मनपर्छ एकदमै तर मलाई लगाउन आउँदैन कि त्यही त छ मेरो प्रब्लम भनेको अनि मम्मीले गाली गर्नुहुन्छ सिक्नुपर्छ भन्नुहुन्छ आहा यो यसको नेम पनि मलाई थाहा छैन कि फेरि तर यसको हेर्नु न भर्खर मम्मी यसको नाम के हो अरे यसको बिर्सियो नाम हेर्नु कति मजाले पलाछ कि भर्खर यसको सानो सानो यो कलिलो पातहरू के यस्तो राम्रो भयो यो चाहिँ हाम्रो यसको मात्रै नाम थाहा छ मलाई एरिका पाम भन्ने यसको क्रिसमस ट्री अरू मलाई केही पनि थाहा छैन मैले हिजो पनि तपाईँहरूलाई यो भ्लगमा देखाएको थिएँ फेरि कति देखाएको नभन्नु होला है त गाइजहरू अनि यहाँनिर चाहिँ मेरो बुढाले हेर्नु न कति इनोसेन्ट होला कि उहाँ बाथरुममा थियो यो चाहिँ गुड यहाँ ल्याएर राखिदिनु भएको छ अनि कहाँ बसोस् के कहाँ बस्ला कि बिचरा अर्काले बनाएकोमा पनि कुन मम्मी कति राम्रो देख्यो नि अल बिकज अफ योर के भन्ने मम्मीको हेल्पले गर्दाखेरि नै मम्मीले हेल्प गरेर नै यतिको राम्रो भएको छ हाम्रो घर चाहिँ के हजुरले त गर्नुभएको त नि हजुर र भान्जा भएर होइन त नि यताको त त्यही छ अहिले चाहिँ भर्खरै दिपले चाहिँ यहाँ पानीहरू पनि हालेर एकदम राम्रो भएको छ अबि मम्मी यो दुवै प्लान्टको ए ऊहरू त पला छ है नयाँ त ए नयाँ त आछ हेर्नु न नयाँ आछ मम्मी नाइस मैले बल्ल नोटिस गरेँ ए हजुर ए यो ओहो आज पनि सरले सोध्दै हुनुहुन्थ्यो हामीले ल्याएको फुल सरी किन म्याम लगाउनु पो किन भन्दै हुनुहुन्थ्यो विजय सर निशा म्यामहरूले यो सिलु म्याम अनि त्यसपछि लक्ष्मी म्याम र अनि निशा र ऊ भएर ल्याएको अरे कि दुईवटा प्लान्ट सोध्दै हुनुहुन्थ्यो अनि यो चाहिँ हो यसलाई के गरेको भन्छन् गरे मम्मी कलमी घरमै कलमी गरेको हाम्रो के भन्छ यो अम्बा होइन यसको जरा थियो कि नै कति छ्यार्र परेको जरा थियो गाइस हेर्नु त कस्तो राम्रो छिटो फल्ने हो के हेर्नु हावा आको यो फलिसकेको ए जरा छ ए अनि फल पनि हालिसकेछ यी वाउ अनि के भन्न चाहनुहुन्छ त हजुरले
हाम्रो मम्मीलाई चाहिँ यस्तो फुलहरूको हेर्नु कति राम्रो फल्यो कि यो चाहिँ मेरो बुढोको फेभरेट हो कि यो प्लान्ट भन्ने हो कि अब यो ट्री त होइन ट्री जस्तै हो कि जोस् कस्तो राम्रो यसलाई पनि उ गर्न मिल्छ के गर्ने भन्छन् गरे मम्मी यस्तो छाटेर उ गर्यो भने यो मजाले भ्वाक्क हुन्छ है अनि यसलाई ट्रिम गर्ने अनि त्यसपछि यसलाई सेपहरू दिने कि आफूले कस्तो राम्रो हुन्छ यो चाहिँ बेगमबली भइहाल्यो विच इज भेरी 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 ब्युटिफुल होइन यो बेगमबली पनि मलाई असाध्यै राम्रो लाग्छ अहिले हाम्रो नेपालगञ्जमा भाइरल छ नि भाइरल यही गला हो नि तर हामीले नेपालगञ्जमा चाहिँ अलिकति नेपालगञ्जको वाला बेगमबली मम्मी एउटा पनि पात छैन फुल मात्रै हो ए हजुरले त रक्सी हानी ग्लासमै खाइदिनु भएछ त काम गरेपछि खान्दैन आज खाइदियो बिचरा त्यहाँ पानी सारेको मकैमा के म त बिचेन हेर्नु न त्यहाँ मकैको लागि यति दुःख छ मकैमा पानी सार्नु हो कि बिचरा यस्तो दुःख छ है मान्छेहरूलाई के गर्नु खेती किसान गरेर खान पनि दुःख छ कि यो चाहिँ मैले आज हाम्रो स्कुलमा दाइले बेच्न ल्याउनु भएको थियो यो पनि हो यसको लागि चाहिँ हामीलाई अब चाहिन्छ गमला होइन त मम्मी अब गमला भयो भने अनि बल्ल हुन्छ यति धेरै फुल गराएर छिटो भ्लगमा देखाउँला भनेको मैले यति दुःख गर्छु यति कोसिस गर्दा पनि भइरहेछ होइन यो पनि मम्मीले हिजो दिनुभएको गिफ्ट हो थ्याङ्क यू सो मच मम्मी मेरो मम्मी अनि यो पनि हो यसको लागि पनि छुट्टै गमला ल्याउनु पर्ने छ यो सेम हो कि यो चाहिँ कस्तो मम्मी यसको नाम पनि थाहा छैन मलाई त भाइ अब ह्याङ्गिङ प्लान्ट त थाहा छ नि यो त ह्याङ्गिङै हो भनेर यो चाहिँ के हुन्छ भन्दाखेरिमा चाहिँ मजाले माथिबाट तलसम्म लहरा हुन्छ के अनि हाम्रो अहिले यस्तो छ बादल चाहिँ वाउ दिस इज माई ब्युटिफुल होम आवर ब्युटिफुल होम अनि यसको नाम के हो गरे यो हजुरले भन्नुभएको यो लकी प्लान्ट ए यो भनेको दर्शन पिपलले इङ्ग्लिसमा के रहेछ मलाई यसको लागि पनि अब मैले हल्का नलेज लिनै पर्ने भएको छ गाइजहरू फुलहरूको बारेमा कति पनि नामै थाहा छैन कि मलाई त ल अब म चाहिँ हाम्रो पुसैहरू हजुर रोक्नै म धुपाल्छु हाम्रो चाहिँ पुसै आउनु भएको छ कि घर हेर्नको लागि भनेर सो उहाँहरूलाई चाहिँ मैले भर्खरै पानीहरू त दिएँ खान अब चिया बनाइदिन्छु अब म एकछिन चिया बनाइदिन्छु है त गाइज भिडियो बनाइदिन्छ यार अङ्कलको नै यो सँगै लिनु बिस्कुट पनि खानु होला कि अलिअलि राखिदिन्छु बिस्कुट खानु ल गाइज पुरै मोमो त सबै फुट्यो म फेरि के आज स्कुलमा पनि केही खाएन कि सो एकदम भोक लागिरहेको छ मैले चाहिँ सुरु भयो है खाना ल आयो है गाइज लोकल मेरो बुढाले अब चट्टोसँग यसलाई बनाउनुहुन्छ मम्मीले बनाउनु लाउनुभएको छ मम्मीले नै बनाउँछु भन्नुभयो के अरे छोरीले नै पकाउनुपर्छ मम्मीले पकाउनुपर्छ भनेर हो होइन गरे कुकिङ बाई मिसेस थापा शान्ति थापा माई मम
ल अहिले म तपाईँहरूलाई चाहिँ सर देखाउँछु है त कस्तो पाक्यो कस्तो हुन्छ भनेर। बनाइदिइरहेको छु यहाँबाट। भन्नु नि कोले बनाइदिनु बनाउनु चाहिँ बनाउन रोटी खान्छ धेरै पछि रोटी खानु पाए होला जस्तो। चिप्लाउनु धेरै रोटी हजुरलाई मैले खुवाउँदैन खै कति दिन हजुर भोलि कल त्यहाँ राख्नु अझै कलर गर्नु पर्ला भोलि। भोलि मात्रै कलर गर्नु पर्ला। हजुर सेतो सेतो कलर गरिदिन्छु। अब चाहिँ मासु पाक्यो, मासु इज रेडी। तल राखिदिनु पर्छ। स्ट्यान्ड तल राख्नु त यहाँनिर राख्नु। ल खानु खानु भयो। मलाई त भोकै लागेको छैन भाइ। अघि मैले मोमो खाएँ कि त्यो हिजोको मोमो खाएँ कि बचेको खानु। अब आफूले भन्यो हो त्यस्तै गरेर दुईतिर लैजानु मम्मी त्यसलाई। बाँसको पनि हाल्नु भनेको केको खुट्टा कि यहाँ खुट्टा टेक्छु नभएर चोट लाएर बाँसको पनि हाल्नु। ल जानु ल बाई 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 बाई। नो खाऊ नो कल्लो कल्लो कल कल खुवाइदिनु मलाई। आफ्नो त व्रत खानु हुँदैन। आज चाहिँ हाम्रो एउटा स्टाफ हुनुहुन्छ कि हाम्रो साथी मुस्लिम हो। सो ईदमा बोलाएको थियो, उसले चाहिँ इन्भाइट गरेको थियो बट म जान पाएन। इट्स माई डेली ब्लग। म जे पनि हाल्न सक्छु। द्याट इज नन अफ यर बिजनेस। मैले चाहिँ भाडा मान्ने मान्छे हायर गरेको छु है गाइज। Sunset. आज चाहिँ हाम्रो घरमा कसै आउनुभएको छ। सो मैले चाहिँ खाना कसै खाँदै गफ गर्नु होला है। 9 बज्दै के छ एकदम बढिया बढिया। नानी चिउ गरिदेऊ खै। चिउ गरेको के छ खानामा? ओ स्पेसल स्पेसल छ खाना। नानी हाई हाई भनिदेऊ। हाई भनिदेऊ नानी। मेरो फुपूहरू 2 जना फुपूहरू अङ्कल अनि यतातिर चाहिँ बुवा मेरो कान्छी फुपू र माइली फुपू जेठी फुपू मिस हुनुभयो। ए साग बल्ल देख्न पाइयो भाइ।
यता चाहिँ मम्मी हुनुहुन्छ के खै सेलरोटीको भिडियो गराउँ त कस बेला बनाइ भ्याउनु हो के वाउ कस्तो दामी बनिन्छ त सेलरोटी त यति नै हो बहुत के रे राम्रो कति थरीको बनेछ खाना पनि ओहो विचार सब मेरो च्यानल होला के छ यहाँ फेरि सुँगुर यो खसी यहाँ चाहिँ हुनुहुन्छ मेरो आन्टी कान्छी आन्टी यता ठुलो मम्मी किन अप्ठ्यारो अरू उतेमा बस्नु न ए हिँड्नु नुन थपेर गर्दै मलाई अलि नुन लाग्यो म चाहिँ यहाँ छु आज चाहिँ पाहुना खाना आएको हामी चाहिँ आन्टीको घरमा अङ्कलको घरमा चिन्नुभयो त सबैजना नखाने आउनु मम्मी यता यहाँ बस्नु मलाई चाहिँ अल्छी लाग्छ मलाई होइन केही बेच्दा दानी यहाँ म खिच्दैन कि तेरो खिच्दैन त के पकाएको नि साग रे यो कसको भाग हो सबभन्दा धेरै छ दिपकै भाग हो क्या हो भाइ दिपकै भयो दिपलाई दिनु मलाई चिक्को राख्नु यसको आई स्याडो दिएकै छैन रिसाएर उद्धुम छ हाई भन्नु मेरो भिडियो कस्तो कुरा किन मैले तेरो आई स्याडो लग्दैछु अनि त्यही भएर अनि कारण म पोखरा जाँदैछु त्यही भएर कहिले अब 3-4 दिनपछि अनि 3-4 दिन आज मेरो फेरेल हो त ल्याइदिन्छु कि ल्याइदिन्छु अब चाहिँ खाना सुरु गरेको है त खै रिदम होइन हात जुठो त फेरि ल गर यता गर ल छोरो पनि आइपुग्यो अनि अरू कोलाई गर्न बिर्सियो के हजार देखेको छैन कि हजार देखेको भाइले नि खाने रे अब भात खाने रे भेना नमस्ते टाढाबाट दुःख भयो होला भेनालाई त धेरै टाढाबाट आउनु दुःख भयो कि हेलो गाइस नमस्ते ढोक्दिया फेरि एकैचोटि के गरे नमस्कार ढोक्दिया नमस्ते ढोक्दिया अरू चैनल अरू हम सबैले दिदीलाई नमस्ते ढोक्दिया भन्नु नमस्ते ढोक्दिया खैदिन त ए कुसुम हो हेलो खुसुम खैदिन त एकचोटि बोलौँ सन्चै छौ तिमीलाई पनि भ्लगमा क्याप्चर गर्नु पर्यो के कस्तो राम्रो देखेछौ त नि कसम राम्रो देखेछ के गोरी देखेछौ कसम गोरी तिमी गोरी थिएनौ म ए साँच्चै म पो गोरो देखे रहेछु तिमीभन्दा त खिच्दै छैन के हेलो गाइस अब चाहिँ हामीले पाहुना खाएर पनि फर्किनु लागेको सो मम्मीले चाहिँ फेरि मलाई एउटा गिफ्ट दिनुभएको छ गिफ्ट हाम्रो मम्मीले चाहिँ प्लान्ट्सहरू मात्रै गिफ्ट गर्नुहुन्छ मलाई थ्याङ्क यू सो
सो मच माई मम्माजी। किसिदिनु गालामा, गालामा किसिदिनु। ल गयौँ, बाई बाई। ए होइन खास म राख्छु नि। ल गयौँ है, बाई। I've seen a lot of change, been through a lot of pain. Some things are not the same as they were a year ago.